자, 안녕하십니까? नमस्कार म दुर्गा श्रेष्ठ हजुर सदा चाहिँ आज पनि मैले कोरियन भाषाको बेसिक कुराहरू लिएर उपस्थित भएको छु हजुरहरूको साथमा। आज चाहिँ म के त नारा अर्थात् के त देशको बारेमा पढाउन गइरहेको छु। ध्यान दिएर हेर्नु होला। हो नारा भनेको के रहेछ त? नारा भनेको देश। कुन देशको झण्डा कस्तो हुन्छ भन्ने विषयमा आज हामी पढ्न गइरहेको छौँ। अब देशको झण्डालाई चाहिँ के भन्छ त कोरियनमा? देशको झण्डालाई चाहिँ के भन्छ त? खुक्की हो। खुक्की भनेको चाहिँ के त? देशको झण्डा। देशको झण्डालाई चाहिँ के भनिन्छ त? खुक्की। खुक्की भनेको चाहिँ कुनै पनि राष्ट्रको झण्डालाई चाहिँ के भनिन्छ? खुक्की भनिन्छ हो। ल अब पढौँ हानगुक। हानगुक भनेको के त? कोरिया। हानगुक भनेको कोरिया। कोरियाको चित्र सबैलाई थाहा छँदैछ के हुन्छ त? बिचमा गोलो र छेउछेउमा यस्तो हुन्छ है त कोरियाको झण्डा चाहिँ। यो चाहिँ राष्ट्रिय झण्डा खुक्की, राष्ट्रिय झण्डा कोरियाको हो। त्यस्तै गरी नेपाल। नेपालको त सबैलाई थाहा छँदैछ नेपालको झण्डा अरूभन्दा बिल्कुल फरक छ हो। नेपाल। नेपाललाई चाहिँ के भनिन्छ त? नेपाल। त्यस्तै गरेर थोङथिमोरु। थोङथिमोरु भनेको चाहिँ के त? पूर्वी टिमोर। पूर्वी टिमोर हो। थोङथिमोरु भनेको चाहिँ के त? पूर्वी टिमोर। पूर्वी टिमोरको चित्र चाहिँ यस्तो हुँदैछ। एक साइडमा कालो, बिचमा के त स्टार र त्रिशूल जस्तो हुनेछ हो। यो चाहिँ कुन देश हो त? यो पूर्वी टिमोर। पूर्वी टिमोर हो थोङथिमोरु। त्यस्तै गरेर मङ्गोल। मङ्गोलको चाहिँ कस्तो हुनेछ त? बिचमा यो रङको हुन्छ भने छेउछेउमा चाहिँ रेड कलरको हुनेछ हो। अनि यहाँ चित्र पनि देख्न सक्नुहुनेछ तपाईले। यो चाहिँ के हो त? मङ्गोल। मङ्गोल भनेको मङ्गोल नै भइगयो। त्यस्तै गरेर यो चाहिँ म्यानमार हो। म्यानमार। म्यानमार भनेको चाहिँ म्यानमार। म्यानमारको चाहिँ के हुनेछ त? यहाँ चाहिँ धानको बाला हुनेछ हो। यहाँ छ धानको बाला र छेउछेउमा त के हुनेछ त? स्टार हुने रहेछ। सबै स्टारले घेरेको हुनेछ धानको बालालाई हो। यो चाहिँ कुन देश हो? म्यानमार हो। म्यानमार। त्यस्तै गरेर यो चाहिँ कुन देशको त? यो कुन देशको झण्डा हो? बङ्गलादेशको हो। यो चाहिँ कुन देशको त? बङ्गलादेशको। फाङ्गुलादेशी। के त? फङ्गुलादेशी। फङ्गुलादेशी बङ्गलादेश। त्यस्तै गरेर यो चाहिँ बिचमा स्टार छ हो। यो चाहिँ के त? बिचमा स्टार छ। स्टार बिचमा भएको चाहिँ कुन देश रहेछ त? भियतनाम। के त? भियतनाम। भियतनाम हो। भियतनामलाई चाहिँ के भनेछ त? भियतनाम। त्यस्तै गरेर यो चाहिँ कुन देशको हो त? चिन्न सकिन्छ नि यो कुन देशको झण्डा हो? श्रीलङ्काको श्रीलङ्का हो। श्रीलङ्का। श्रीलङ्काको चाहिँ के हुन्छ त? यहाँ सिंहको चित्र हुन्छ हो। श्रीलङ्का। सिंहको चित्र आयो भने चाहिँ कुन देशको झण्डा हुनेछ त? यो श्रीलङ्काको हुने रहेछ हो। यो राष्ट्रको झण्डा मध्ये कुनै न कुनै त एउटा न एउटा त एक्जाममा आउँछ। एकदम ध्यान दिएर यो चित्र सहित पढ्नु होला है त। यहाँ पनि छ। यो चाहिँ कुन हो त? यो चन्द्रमा हो। चन्द्रमा छ र स्टार 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 कति लाइन त? 3 लाइन। यहाँ 1 लाइन 2 लाइन 3 लाइन स्टार स्टार छ भने चाहिँ कुन हुनेछ त? यो उज्बेकिस्तान। उज्बेकिस्तान हो। उज्बेकिस्तान। उज्बेकिस्तान। के त? यो चन्द्रमा छ। यहाँ चन्द्रमा छ अनि के त 3 लाइन स्टारको छ भने चाहिँ त्यो चाहिँ उज्बेकिस्तान। यो चाहिँ रेड र व्हाइट छ भने चाहिँ कुन देशको हुनेछ त? रेड र व्हाइट छ भने चाहिँ यो चाहिँ इन्डोनेसिया। रेड र व्हाइट छ भने चाहिँ यो कुन देशको झण्डा हो भन्ने चिन्ने त? इन्डोनेसिया। अब शक्तिशाली देश के त? छुङगुक। एकदमै शक्तिशाली देश छुङगुक। चाइना। चाइनाको चाहिँ के हुनेछ त? एउटा ठुलो स्टार हुनेछ। त्यसपछि 4टा स्टार हुनेछ हो। अनि पुरै रेडले घेरेको हुनेछ हो। यो चाहिँ कुन देश हो त? छुङगुक हो। चीन वा चाइना। त्यस्तै गरेर यो चाहिँ एउटा यो मूर्ति जस्तो छ भने बिचमा मूर्ति जस्तो छ भने यो चाहिँ कुन देश हो त? कम्बोडिया हो। यो चाहिँ बिचमा मूर्ति जस्तो छ भने चाहिँ यो कुन देशको झण्डा भनेर चिन्ने हामीले?
कम्बोडिया कम्बोडिया हो बिचको उसमा छ भने चाहिँ कम्बोडिया। त्यस्तै गरेर यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले यहाँ चाहिँ यो चाहिँ के त बिचमा यो के हो यो धर्के धर्का गोलो धर्का छ भने चाहिँ के त यो घाम जस्तो भनौं न बुझ्नलाई सजिलो घाम जस्तो बिचमा घाम जस्तो छ भने चाहिँ कुन देश हो यो किर्गिस्तान किर्गिजुस्तान हो किर्गिजुस्तान किर्गिस्तान बिचमा घाम जस्तो छ भने चाहिँ के कुन देश भनेर चिन्ने हामीले किर्गिस्तान। र रेड व्हाइट कलरको धेरै खालको कलर एकै ठाउँमा छ भने चाहिँ यो थेगुक हो थाइल्यान्ड। यो चाहिँ धेरै एक्जाममा आइरहने क्वेशन हो। राष्ट्रियको झण्डा हो यो चित्र देखाउँछ अनि अब किर्गिस्तान दिन्छ थेगुक दिन्छ पाकिस्तान दिन्छ फिलिपिन दिन्छ कुन हो त छान्न सक्नु पर्यो हो। हामीले छान्न सक्ने भयौं नि। अब यो चाहिँ कुन देशको रहेछ त थेगुक थाइल्यान्ड। त्यस्तै गरेर यो कुन देशको झण्डा हो यो यहाँ चन्द्रमा छ यहाँ स्टार छ कुन देशको झण्डा हो यो पाकिस्तान हो पाकिस्तान छिमेकी राष्ट्र पाकिस्तानको हो पाकिस्तानको चित्र हो यो पाकिस्तान। एउटा चन्द्रमा छ यहाँ अनि यहाँ चाहिँ के त स्टार छ हो। अब बाँकी रह्यो फिलिपिन हो फिलिपिन्स फिलिपिन भनेको चाहिँ कुन देश रहेछ त फिलिपिन्स। फिलिपिन्सको चाहिँ के हुन्छ त यहाँ यो भाइरस छ नि भाइरस जस्तै हो एउटा ठुलो भाइरस जस्तो छ र एउटा कुनामा स्टार अर्को कुनामा स्टार र अर्को कुनामा स्टार छ भने चाहिँ यो चाहिँ कुन देश रहेछ फिलिपिन हो फिलिपिन्स। यो चाहिँ कुन देश भनेर चिन्ने कुन देशको झण्डा भनेर फिलिपिनको हो फिलिपिन्सको। एकदम मजाले याद गर्नु होला। यति मध्ये कुनै न कुनै परीक्षामा एउटा न एउटा त आएकै हुन्छ है कतिलाई त दुईटा समेत आएको छ। त्यसपछि हामी अब के पढ्ने छौं त हामी छिगप भनेको के हो छिगप भनेको पेशा हो। छिगप भनेको के हो पेशा कुनै पनि मान्छेले आफ्नो जीवनयापनको लागि गरिने दैनिकी काम हो। यहाँ हेर्छौं यहाँ अब हाक्सेङ भनेको के हो हाक्सेङ पनि केमा पर्ने रहेछ त सब यो छिगपमा पर्ने रहेछ हो। हाक्सेङ पनि के हो तपाईको पढ्ने काम पनि के हो त पेशा नै हो नि त हो पेशा नै हो पढ्ने काम पनि। हाक्सेङ भनेको विद्यार्थी हो यहाँ पढिरहनु भएको छ यहाँ हो हाक्सेङ। अब यो सनसेङनिम भनेको चाहिँ के हो त सर हो अथवा टिचर हो यहाँ पढाइरहनु भएको छ हो। सर टिचर पनि के नै पढेर छ त यो छिगपमै पढेर छ हो। होइसाउन भनेको के त कम्पनीको कर्मचारी यहाँ पुरा कम्प्युटर छ यहाँ बसेर पुरा काम गरिरहनु भएको छ हो। यो चाहिँ के रहेछ त यो पिक्चर आयो भने के हान्ने हामीले होइसाउन हो होइसाउन। त्यस्तै गरेर यो चाहिँ के हो त के सामान किनेर आइरहेको छ हो छुबु भनेको गृहिणी भनेको चाहिँ जस्तै घरभित्रको काम गर्ने खानासाना बनाउने यताउता घरभित्रको सबै काम गर्ने मान्छेलाई चाहिँ के भनिन्छ त छुबु भनेको चाहिँ गृहिणी हो। त्यस्तै गरेर प्रहरी अधिकृत हो ख्यङछालगन भनेको प्रहरी अधिकृत। यो चित्र आयो भने चाहिँ के हान्ने रहेछ हामीले ख्यङछालगन हो। त्यस्तै गरेर सोबाङगन भनेको चाहिँ के हो त सोबाङगन भनेको चाहिँ आगो निभाउने व्यक्ति हो अग्नि नियन्त्रण भन्छ नि सोबाङगन अग्नि नियन्त्रण अथवा आगो निभाउने व्यक्ति। त्यस्तै गरेर खङमुओन भनेको के हो खङमुओन भनेको चाहिँ सरकारी कर्मचारी कुनै पनि हाम्रो सरकारी कार्यालयहरुमा काम गर्ने मान्छेलाई चाहिँ के भनिन्छ हामीले खङमुओन भनेको चाहिँ सरकारी कर्मचारी हो। यो पिक्चर आयो भने चाहिँ के हान्ने हामीले यहाँ देख्न सक्नुहुन्छ सिचङ र सिटी हलमा काम गर्ने मान्छेलाई पनि के भनिरहेछ त खङमुओन भनेको चाहिँ सरकारी कर्मचारी हो। त्यस्तै गरेर छम्मोन भनेको के हो छम्मोन भनेको पसले यसलाई के बेचिरहेको छ हो। छम्मोन भनेको के रहेछ त पसले छम्मोन भनेको पसले। हाक्सेङ सनसेङनिम होइसाउन
छुबु त्यस्तै गरेर ख्योङचालगवान सोबाङगवान खोङमोन त्यस्तै गरेर छमोन आयो भने चाहिँ के हान्ने रहेछ त यति सबै आयो भने छिगप हो के हान्ने रहेछ त छिगप छिगप भनेको पेशा यति सबै आयो भने चाहिँ हामीले छिगप हान्नु पर्यो है त यहाँ पनि छ हेर्न सक्नुहुनेछ उइसा भनेको के हो डाक्टर हो डाक्टर हो उइसा भनेको चाहिँ यो पिक्चर आयो भने चाहिँ उइसा हान्ने के हान्ने रहेछ त उइसा केटा यो केटा छ है उइसा डाक्टर यो चाहिँ खानुर्सा खानुर्सा भनेको चाहिँ के त नर्स हो यो पिक्चर आयो भने चाहिँ खानुर्सा हान्ने नर्स हान्ने यहाँ यस्तो प्लसको यो हस्पिटलको संकेत हो त्यस्तै गरेर यो खाना बनाइरहेको छ यो हो कुकमेन कुकमेनलाई चाहिँ के भन्ने रहेछ त योरिसा योरिसा भनेको चाहिँ खाना बनाउने मान्छे हो योरिसा भनेको चाहिँ के रहेछ त खाना बनाउने मान्छे त्यस्तै गरेर यसले चाहिँ के गरिरहेछ त गाडी कुदाइरहेछ हो ड्राइभरलाई चाहिँ के भन्ने छ त उन्जन खिसा भनेको चाहिँ ड्राइभर उन्जन